हेलो दर्शकबिन नमस्कार। म अहिले रिपोर्टिङ गरिरहेको छु। यो असोज महिनाको बाढीले धेरै नै क्षति पुर्याएको अवस्था छ यहाँको। अहिलेमा चाहिँ यो नासिकको पञ्चवटी भन्ने ठाउँमा छु। यो मठ मन्दिरहरूमा लिएर दोकानहरूमा घरहरूमा धेरै क्षति पुर्याएको छ। अहिलेमा रिपोर्टिङको क्रममा देखाउनु पर्दाखेरि हजुरलाई अहिले धेरै देखाउन सकेको छैन हैन, किनकि बहुत खतरा छ अहिले यहाँ हैन। हेर्नुहोस् यस्तो छ यहाँको अवस्था, हेर्नुहोस् हैन। यो अवस्था तपाईहरुलाई देखाइरहेको म के गर्ने हैन, गाह्रो छ तपाईको नासिकमा अहिले आएर। हेर्न सक्नुहुन्छ तपाई, यस्तो छ अवस्था, यो यस्तो छ हेर्नुहोस्। यो पुललाई छोइसकेको अवस्था छ। पुलभन्दा माथिबाट आउने केही समयपछि पुलभन्दा माथिबाट आउने अलो छ पनि हैन। यसकारण अब सबै यहाँको दोकानहरू, गाडाहरू, ठेलाहरू हटाइसकेको अवस्था छ अहिले हैन। उता पनि माथिको तल आस्नको पुल भन्दा माथिबाट पनि आइसकेको छ। यो पुल आस्नको पुलभन्दा माथिबाट पनि गइसकेको छ। माथि अब आकाशे पुल भनौँ हैन। अब माथिको पुललाई पनि छुने अवस्थामा छ केही घण्टापछि हैन। पानी धेरै परिरहेको छ, हेर्न सक्नुहुन्छ यहाँ पानीको चाप हेर्न सक्नुहुन्छ, यस्तो छ हैन। गाह्रो छ हेर्नुहोस्। हामी यता छौँ, यता हेर्नुहोस्, देख्नुहोस् हैन। हामी यस्तो अवस्थामा, यस्तो कन्डिसनमा यता घर पनि पुगिसकेको छ। यो घर बगाउने आलो छ केही समयमा, हेर्न सक्नुहुनेछ हैन। यस्तो छ हेर्नुहोस् अवस्था।